नमस्कार सबैजनालाई। आजको यो भिडियोमा हामीले इटिपोस्ट सफ्टवेयरबाट पेन ड्राइभमा मन्थली साफ्टी फाइल कसरी एक्सपोर्ट गर्न सकिन्छ भनेर देखाउने छौं। सबैभन्दा पहिला हामीले सिस्टेममा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि हामीले युटिलिटारियस भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि हामीले एक्सपोर्ट द साउन्ड फिचर साफ्टी भन्ने अप्सनमा क्लिक गर्नुपर्छ। त्यसपछि यो अप्सन आउँछ। यो अप्सन आएपछि हाम्रो नेक्स्ट स्टेप भनेको पेन ड्राइभलाई चाहिँ सिस्टमसँग कनेक्ट गर्नुपर्छ। यसरी कुनै पनि पेन ड्राइभ तपाईले लिन सक्नुहुन्छ। पेन ड्राइभलाई चाहिँ यूएसबी पोर्टमा चाहिँ कनेक्ट गर्नुपर्ने हुन्छ। यसरी कनेक्ट गरिसकेपछि तपाईले सिस्टममा डिटेक्टर भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईले आफ्नो कम्पनीको डिटेल्स देख्न सक्नुहुनेछ। यसमा सबैभन्दा इम्पोर्टेन्ट भनेको कुन मन्थको साफ्टी फाइल कपी गर्दै हुनुहुन्छ त्यो मन्थ चाहिँ तपाईले यहाँ करेक्टली सिलेक्ट गर्नुपर्ने हुन्छ। जस्तो फर एक्जाम्पल यदि हामीले अगस्त मन्थको साफ्टी फाइल कपी गर्दै छौं भने अगस्त 1 भनेर सिलेक्ट गर्नुपर्यो अनि अर्को डेटमा चाहिँ अगस्त लास्ट अगस्त 31 भनेर सिलेक्ट गर्नुपर्यो। त्यसपछि लास्टली यहाँनिर मोडुद इन भियो भन्ने अप्सनमा नेनुम 1 नम्बर फर्स्ट अप्सन सिलेक्टेड छ। यसलाई फर्स्ट अप्सन नै सिलेक्ट गर्नुपर्छ। त्यसपछि ग्रीन टिकमा क्लिक गर्न सक्नुहुनेछ। त्यसपछि कन्टिन्युअरमा क्लिक गरिदिनुस्। तपाईको पेन ड्राइभमा साफ्टी फाइल कपी हुनेछ। थ्यांक यू।